Hello friends, welcome to my channel. आजको यो व्लगमा हामी बनाउँदै छौं आँपको खट्टी मिठी अचार। हुन त आँपको सिजन जान नै आँटिसक्यो, तर मैले बल्ल यो भिडियो पोस्ट गर्दै छु। फर्स्टमा मैले आँप 5 केजी जति लिएको छु र यसलाई मजाले पखाल्ने, त्यसपछि चाहिँ यसलाई हामी बोक्रा फाल्ने। बोक्रा फाल्ने काम सकिएपछि अब यसको अर्को काम भनेको यसलाई सानो सानो टुक्रामा काट्ने र यसको सानो टुक्राको पिस हजुरहरूलाई कत्रो मन पर्छ त्यही अनुसार नै काट्नु होला। साइज डजन्ट म्याटर, जस्तो शेप पनि काट्न सकिन्छ। हामीले खट्टी मिठी अचारमा भित्रको यो कोइयाला पनि युज गर्न सक्छौं, तर मेरो यो रेसिपीमा मैले यसलाई इन्क्लुड गरेको छैन। हाल्न मिल्छ। अब काट्ने काम चाहिँ अलमोस्ट नै सकियो। हेर्न सक्नुहुन्छ मेरो यो आँपको पिसहरू चाहिँ लामो लामो मसिनो टाइपको कट थियो। मलाई यो आँप हेर्नुहोस् न, अलिअलि काँचो काँचो अमिलो अमिलो हुन्छ नि, पाक्न लागेको त्यस्तो आँपको स्वाद चाहिँ एकदमै मनपर्छ। यता तोरीको तेल तातिसक्यो, त्यसमा मैले जिरा फुराएँ, त्यसपछि यो सौंफ पनि हालेको छु। जिरा सौंफ हालेपछि अब पालो मेथी हालेपछि चाहिँ एकछिन यसमा सुकेको खुर्सानी पनि हाल्नु होला र यो सबै चिज हालेपछि यसलाई एकछिन रोस्ट हुन दिने। फुराउने चिजहरू सबै एड गरिसकेपछि यसलाई एकछिन रातो कालो हुने समयसम्मलाई भुट्नुपर्छ। यतिको भुटिएपछि यसमा म अब अघि काटेर राखेको आँप मिसाउँछु। आँपको क्वान्टिटी अलि धेरै नै भएकोले चलाउन चाहिँ मलाई अलि गाह्रो नै भएको छ, तर पनि यो एकछिनमा गल्दै पनि जान्छ। यसलाई अब बिस्तारै चलाउँदै पकाउने र अब यसमा म आफूलाई चाहिने जति बेसार एड गर्छु र नुन भने आफ्नो स्वाद अनुसार हाल्नु होला र पिरो कतिको मन पर्छ त्यही अनुसार एड गर्नु होला। मैले अघि पनि सुकेको खुर्सानी फुराएको छु र अब म थोरै धुलो खुर्सानी पनि एड गर्दैछु। पिरो चाहिँ मलाई अचारमा मन पर्छ र जिराको धुलो चाहिँ थोरै मात्रामा हाल्ने र यसमा चाहिने भनेको हिङ चाहिँ मजाले हाल्नुभयो भने यसको स्वाद अझै डबल हुन्छ। गुलियोको लागि मैले यसमा सक्खर एड गरेको छु। चिनी भन्दा अलि सक्खर चाहिँ थिक लाग्छ मलाई र यसको कलर पनि ब्राउन कलरमा टर्न हुन्छ र एकदम राम्रो देखिन्छ। लुक, यु क्यान सी द चेन्ज। अब यसलाई मजाले बिस्तारै चलाउने र अघि भन्दा धेरै नै घटिसक्यो र पाकी पनि सक्यो। यो हेर्दाखेरि नै खाउँ जस्तो भइसक्यो। मेरो खट्टी मिठी पिरो सबै ट्वाक्क मिलेको आँपको अचार रेडी भइसक्यो। मलाई यसको यो ग्रेभी हुन्छ नि अलिअलि लेदो, यो टक्क मामसँग मुसेर खान चाहिँ एकदमै मजा लाग्छ। यो अचारलाई हामीले सफा एयर टाइट भाँडामा राख्यौं भने लामो समयसम्म पनि युज गर्न सक्छौं। थ्याङ्क यू एभ्रीवन फर वाचिङ दिस भिडियो। आशा छ हजुरहरूले यो भिडियो आफ्नो साथी फ्यामिलीहरूसँग पनि सेयर गर्नुहुन्छ भनेर। थ्याङ्क यू फर एभ्रिथिङ। किप सपोर्टिङ। सी यू इन अनदर ब्लग। बाई।